हेलो साथीहरू, स्वागत छ आजको भिडियोमा। र आज हाम्रो चाहिँ यो आइकनहरू चाहिँ सानो ठुलो कसरी बनाउने यसको बारेमा हामी सिक्नेछौँ। र अहिले सबैभन्दा ठुलो आइकनहरू भएको छ, यो चाहिँ कसरी भयो त्यसको बारेमा पनि हामी बताउनेछौँ। हजुरहरूले हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब गर्नुहोला। र यसरी तपाईँको पनि कम्प्युटरमा आइकनहरू ठुलो सानो होइन बनाउनु छ भने चाहिँ कसरी बनाउन सकिन्छ यसको बारेमा चाहिँ हामी सिक्नेछौँ। र अहिले चाहिँ हेर्दाखेरि चाहिँ हाम्रो आइकनहरू कम्प्युटरमा भएको फाइलहरू चाहिँ एकदमै सानो छ होइन। भनेपछि यसलाई चाहिँ ठुलो बनाउनको लागि तपाईँले राइट क्लिक गरेर भ्यूमा गएर लार्ज गर्नुभयो भने अलि ठुलो हुन्छ है त। यसरी कुनै बेला तपाईँको आइकनहरू चाहिँ साइज ठुलो सानो भएको हुनसक्छ, त्यही भएर चाहिँ हामीले यसलाई यसरी मिलाउन सकिन्छ। अनि हजुरले हाम्रो भिडियोहरूलाई हेर्दै हुनुहुन्छ र सब्सक्राइब चाहिँ गर्नुभएको छैन, प्लिज सब्सक्राइब गर्नुहोला। र कम्प्युटर सम्बन्धी नलेजहरू चाहिँ हामी सेयर गर्नेछौँ। र अब सबैभन्दा पहिले चाहिँ त्यसरी हामीले अगाडि ठुलो आइकनहरू कसरी बनाउने भन्ने हो। राइट क्लिक गर्नु होला, भ्यूमा क्लिक गरिसकेपछि यहाँनिर चाहिँ 3 अप्सन दिएको छ, लार्ज आइकन अनि लार्ज गऱ्यो भने चाहिँ ठुलो हुन्छ। यसरी योभन्दा ठुलो बनाउनु छ भने तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि यहाँ किबोर्डमा भएको कन्ट्रोल बटन दबाउनु होला, यो कन्ट्रोल बटन, र माउसमा भएको यो व्हिल छ नि, यो पाङ्ग्रा, यो रिटाउनु होला। यसरी रिटाउनु भयो भने चाहिँ के हुन्छ, यसको साइज बढ्छ है त। जस्तै मैले के गरेँ, यिनीहरूलाई अहिले रिटाइदिन्छ है त। ल हेर्नुहोस् त साथीहरू, कति ठुलो भइसकेको छ। अब यसरी आइकनहरू चाहिँ के हुन्छ, ठुलो हुन्छ। यिनीहरूलाई ठुल्ठुला भएर हाम्रो कम्प्युटरमा सबै फाइलहरू नदेखिने यस्तो समस्या पनि हुन्छ। र कसै बेला कुनै बेला यसरी चलाउँदाखेरि चाहिँ हुनसक्छ, अथवा अरूले कसैले गरिदिएको हुनसक्छ। तिनीहरूलाई मिलाउनु पऱ्यो भने चाहिँ भ्यूमा गएर यिनीहरूलाई सानो ठुलो बनाउन सकिन्छ, यसरी सानो बनाउन सक्नुहुन्छ। र अब जस्तै तपाईँले यो फाइलहरूलाई यो साइडमा मिलाउनु छ, अर्को साइडमा लगाउनु छ भने चाहिँ अब सिधै डाइरेक्टली हाम्रो यहाँ यो फाइललाई हामीले यहाँ पुर्याउँदाखेरि पनि यो फाइल चाहिँ आएको छैन भनेपछि अब यसलाई चाहिँ कसरी ल्याउने भन्दाखेरि भ्यूमा क्लिक गर्नु होला। भ्यूमा गइसकेपछि अनि त्यसपछि यसमा अटो एरेन्ज आइकन भन्ने हुन्छ, अटो एरेन्ज आइकन भन्ने छ यहाँनिर, यसमा क्लिक गर्नु होला। यसमा क्लिक हटाउनु भयो भने चाहिँ जस्तै मैले हटाइसकेको छु, यहाँनिर टिक हटाइसकेको छु। र यो टिक हटाउँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यो फाइलहरू चाहिँ यताउति सार्न सकिन्छ यसरी। जस्तै तपाईँले चाहिँ फाइलहरू चाहिँ कहाँ राख्ने होइन, कुन फाइलमा राख्ने, कुन ठाउँमा राख्ने, दायाँ बायाँ तपाईँले जहाँ पनि लगाउन सक्नुहुन्छ। र सबैले लगाउनु छ भने त्यसरी सिलेक्ट गरेर पनि तपाईँले के गर्न सक्नुहुन्छ, यसरी लगाउन सक्नुहुन्छ। जस्तै मैले यसरी मिलाएको छु यहाँ फाइलहरू, र आधा फाइलहरू यहाँ छ होइन। मैले यसरी राखेको छु भने यिनीहरूलाई चाहिँ जस्तै मैले बिचमा एकैचोटि चाहिँ सबैलाई एउटै ठाउँमा ल्याउनु पऱ्यो भनेपछि हाम्रो यसरी लाग्दाखेरि टाइम लाग्छ होइन। राइट क्लिक गर्नु होला, भ्यूमा गएर अटो एरेन्जमा क्लिक गर्नु होला। अटो एरेन्जमा क्लिक गर्नुभयो भने के हुन्छ, अटोमेटिकली हाम्रो फाइलहरू मिल्छ है त। र अर्को छ तपाईँको यसमा चाहिँ एलिगन आइकन टु ग्रिड भन्ने छ। यो भनेको चाहिँ जस्तै तपाईँले फाइलको साइजहरू चाहिँ यताउति लगाउनु भयो होइन, तिनीहरू चाहिँ जस्तै मैले यो टिक पनि हटाइदिएँ। अहिले चाहिँ मैले यो फाइलहरू झन् नजिक भएको छ भन्नको हामीले यिनीहरूलाई यसरी नजिक राखेका छौँ। र ठुलो साइज गर्दाखेरि चाहिँ अझै यिनीहरू के हुन्छन्, नजिक भएर यसरी बसेका हुन्छन्। र अब यिनीहरूलाई चाहिँ हामीले राइट क्लिक गरेर भ्यूमा गएर अटो एलिगन आइकन टु ग्रिड भन्नेमा टिक लगाउनु भयो भने के हुन्छ, यिनीहरूलाई तपाईँको अटोमेटिकली मिल्छ। र हामीले यो फाइलहरू नजिक लग्दाखेरि चाहिँ यो भागेर जान्छ है त, यो हाम्रो नजिक लग्न मिल्दैन, यसरी हुन्छ। र यसमा गएर हामीले सो डेस्कटप आइकन भन्ने छ, यसमा चाहिँ टिक हटाउनु भयो भने के हुन्छ, यिनीहरू अटोमेटिकली गायब हुन्छन्, हाम्रो डेस्कटपमा देखिँदैन। हाम्रो ल्यापटपमा अथवा कम्प्युटरमा तपाईँको फाइलहरू कुनै पनि फाइलहरू यसरी गायब भएको हुनसक्छ। यसरी गायब भएको छ भने भ्यूमा गएर सो डेस्कटप आइकन भन्ने छ, यसमा टिक लगाउनु होला अनि आउँछ है त। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ लाइक र सब्सक्राइब गर्नु होला। अहिलेसम्म चाहिँ हामीले 5 मिनटको भिडियो बनाउने प्रयास गरेका छौँ, र पछि बिस्तारै अब तपाईँको टाइम बढ्न सक्छ। र हजुरलाई हाम्रो भिडियो कस्तो लाग्छ लाइक, सेयर, सब्सक्राइब गर्नु होला। र मन पऱ्यो भने आफ्नो साथीहरूलाई पनि सेयर गर्नु होला। थ्याङ्क यू।